गाइस, कस्तो हुनुहुन्छ तपाईहरु? वेलकम छ तपाईलाई मेरो भ्लगमा। आज हामी कतै पनि जानेवाला छैनौं, तर के स्पेशल त हुन्छ। ल गाइस, अब हामी भेट्छौं कपाल कोरेपछि। गाइस, मैले कपाल कोरिसके। माम खान्छौ आई खानै होइन क्या तेरो म यो फाइल देऊ न दिगुरी अब त डाइपर होला न सुन रे राति लाइदिनु खा गर्न पठाऊ का अक्सु दे खा गर्न पठाऊ ल अहिले झगडा हुन्छ लडा हुन्छ के चाहियो गाइस, मम्मीले यता बोडी केलाउँदै हुनुहुन्छ। गाइस, मैले पनि एउटा बोडी थुतेर खाए। ओइ चपाउ नानी मुखा सबै नटुक चपार्ने गाइस, यता दुध तताइरहेछ। गाइस, यो चाहिँ नि लेजर लाइट हो, तर अहिले कता गुम भयो भनेको यता रहेछ। यो चाहिँ नि लेजर लाइट हो, हेर्न सक्नुहुन्छ। खै कहाँ लेजर लाइट हातमा चाहिँ देखाऊ। लेजर लाइट अब यसलाई चाहिँ म बाल्छु अनि यहाँ हातमा आयो। यो ब्रेसलेटमा पनि बालिदिन्छु ल म। यसमा चाहिँ हेर्नुस् गाइस, पिङ्क पिङ्क देखेछ। हेर्नु है, त्यहाँ पिङ्क पिङ्क देखेछ है गाइस। हेर्नु पिङ्क पिङ्क टाइपको म देखेछ नि। अरू पनि सेम त्यही भयो। अहिले कस्तो मेरो काम गर्दैन खटारा त होइन। अझै भयो ब्रान्डको किनेको, तर पनि हेर्नु 100 रुपियाँ पऱ्यो। घरि बोल्छ घरि बोल्दैन। ओके, यस्तै हो। 100 रुपियाँ पऱ्यो, तर मलाई ठग्नु ठगेन है गाइस। यसले तपाईँहरूले किन्दा चाहिँ नि अलि यसको चेकिङ गरेर चाहिँ नि किन्नु सक्नुहुन्छ। मैले चेकिङ नगरी किन्दा चाहिँ मेरो खराब परेको छ। तपाईँहरूले राम्रो छानेर लिनु। गाइस, म अर्को दिन सुतेर उठिसकेको छु। मतलब मैले 2 दिनको भ्लग बनाइरहेको छु। ल गाइस, अब हामी भेट्छौँ खाना खाएपछि। हामी मामा घरको खेतमा आइसकेछौँ। यता अझै बाख्राहरू छन्। हेर्नुहोस् गाइस, खेत यता मम्मी नि हुनुहुन्छ। गाइस, हेर्नुहोस् यता कति धेरै रुखहरू छ। लिचीको रुख हो गाइस, अनि यो हो अम्बाको रुख। गाइस, यता लिचीको कति ठुलो रुख छ। गाइस, यता कति धेरै लिचीका रुखहरू छन्। गाइस, यता केराका रुखहरू पनि धेरै जो छन्। त्यहाँ कति धेरै केरा फलिरहेछ। यता पनि कति धेरै फलेछ। गाइस, यता स्पाइडर वेबमा छ, राम्रोसँग देखे छैन होला। गाइस, यता आँप र लिचीका ठुल्ठुला रुखहरू छन्। हेर्नुस् गाइस, यता ठुलो पिपलको रुख छ। गाइस, यता खेतमा धान फलेछ। गाइस, यो हो सिसौका अग्ला रुखहरू। हेर्नुस् गाइस, पटेका ओए हरि बाबु गाइस गाइस ओए ओए ल गाइस, हामीले पटेका पड्काइसक्यौं। ल गाइस, यो भ्लगलाई हामी गर्छौं एन्ड बाइ बाइ गाइस।